नाउ लेट्स गो। म हाइवे हिँड्दाखेरि स्पिड चाहिएको बेला कहिलेकाहीँ चाहिँ होइन सिटीमा म अर्बन मोडमा चलाउँछु। राइट नाउ आइ एम स्पोर्ट्स मोड। अब स्पोर्ट्स मोडमा चाहिँ हुन्छ नि अलिकति पावर चाहिँ फिल हुन्छ नै। पावर फिल नहुने खालको केही कुरै छैन। तर यो बाटो चाहिँ यस्तो झाँट छ, कमान डन्डी रड बोकेर हिँडिरहेको छ यसरी। है अब उता जाने हो होइन, साइड लाइट चाहिँ फुल बालिदिएको छ फेरि र साइड लाइट बालेर हिँडिरहेछ। कुन ठाउँमा बालेको थियो होला निभाउनै बिर्स्यो। यस्तो तरिकाले चलाउँछ क्या यहाँ। लाइसेन्स भए पनि मान्छेसँग, लाइसेन्स भनेको खास ट्राफिक नियमलाई फलो गरेर रोडमा कसरी चलाउने हो यो मान्छेलाई थाहा छ है। सो हियर सी क्यान ड्राइभ है भनेर दिएको एउटा अनुमति पत्र हो नि त। त चलाउनै आउँदैन भने त्यो अनुमति पत्रको त कामै भएन नि त यार। के चाहिँ चलाउँछ यार। यो बाइकवालाले अलिअलि राखिरहेछ। मेरो पछाडि जो छ अलिकति डिस्टेन्स राख्नुपर्ने हो नि त, उसले छैन मेरो पछाडि यो मिररमा। सो बुद्धि नै छैन क्या। त्यो बसको पछाडि देखिँदैन पनि उताबाट कुन गाडी आइरहेछ, अनि ओभरटेक पनि रिस्की हुन्छ जस्तोमा चाहिँ। सो म स्लो स्लो नै जान्छु। यो इटरीको भाटबटी नि गाइज। तर भाटबटी निस्किने काम पनि छैन मेरो। जब म स्पोर्ट्स मोडमा राख्छु नि बाइकलाई, त्यतिखेर चाहिँ अलिकति यस्तो जामहरूमा हुन्छ नि स्ट्रगल गरे जस्तो गर्छ क्या यसले। स्पोर्ट्स मोडमा राख्दाखेरि त्यस्तो ड्रास्टिक हर्स पावरमा इन्क्रिमेन्ट चाहिँ छैन है। कुरा केले डिफ्रेन्ट फिल हुन्छ भन्दाखेरि अर्बनबाट स्पोर्ट्समा चाहिँ बाइकको क्यारेक्टरै टोटल्ली चेन्ज भएर हुन्छ क्या है। इट टोटल्ली चेन्जेस इज क्यारेक्टर। पावर डेलिभरी अनि त्यसपछि यो इनपुटको रेस्पोन्सहरू नै फरक परिदिन्छ क्या। सी स्पोर्ट्समा चाहिँ इट जस्ट वान्ट्स टु गो क्या। Okay. सो हर्स पावर मात्रै हुँदैन क्या मोडमा चाहिँ तपाईँहरूले होइन बाइकको क्यारेक्टरै चेन्ज गरेको फिल गर्नुहुन्छ क्या। सो मोड्सहरूले चाहिँ गर्नुपर्छ पनि त्यस्तै। अब यसमा मैले अघि भने जस्तै होइन हर्स पावरमा त्यस्तो धेरै इन्क्रिमेन्ट छैन, तर अर्बन मोडमा चलाउँदाखेरि यो बाइकको क्यारेक्टर र स्पोर्ट्स मोडमा चलाउँदाखेरि टोटल्ली डिफ्रेन्ट छ क्या। एकदमै अपोजिट पनि छैन। बट स्पोर्ट्स मोडमा जाने बित्तिकै दिस बाइक इज एग्रेसिभ एज फक के म्याचिस। अलिकति त म पनि खतरै चलाइदिएर हुन्छु। यो अर्बन मोडमा कम्फर्टेबल छ होइन। स्पोर्ट्स मोडमा गएपछि चाहिँ उसले एउटा टर्कको रेन्जमा चलाउन, बाइकलाई इन्स्ट्यान्ट टर्क हुने रेन्जमा चलाउन भन्ने टाइप्सको गर्छ क्या। अब जस्तै म 4th गियरमा छु होइन, अहिले बत्ती बेला छैन। मैले यो गरेँ म 6000 RPM भन्दा मुनि छ नि त होइन। माथि लगाऊ भने हो क्या यसले। अब म जब यहाँ हेर्नु है माथि लगेँ, 1 मिनट ठाउँमै छैन क्या यहाँ त्यस्तो। ओके 3rd गियरमा पनि RPM चाहिँ 6000 भन्दा सकेसम्म माथि नै राख न, स्पोर्टी तरिकाले चलाऊ
भन्ने टाइप्सको गर्छ। यो इन्डिकेटर चाहिँ एउटा राम्रो चिज दिएको रहेछ है, यसले मोड अनुसार गियर सिफ्ट गर्ने बेला भयो भनेर असिस्ट चाहिँ गर्छ। यो नेपालमा बाटोहरू चाहिँ यस्तै हो यार, मजाले एउटा फिल लिएर चलाउन नि पाइँदैन सी है। अब यो पिच रोड त छ, बट पिच रोड भनेपछि त एकदम इभन हुनुपर्छ नि त, एकदम अनइभन सर्फेसहरू छ क्या, त्यहाँ एउटा कत्रो खाल्टो छ क्या, यताबाट जानुपर्छ। यस्तो छ क्या नेपालमा, त्यही भएर हुन्छ नि स्पोर्ट्स बाइक जुनमा चाहिँ दामी पावर छ, त्यो फिल गर्न चाहिँ अलिक मजाले पाइँदैन क्या नेपालको बाटोहरूमा। कुनै कुनै ठाउँमा राम्रो बाटोहरू पनि छ, बट भन्न सकिँदैन नेपालको बाटोहरूमा कतिखेर अफ रोड हुन्छ, कतिखेर के हुन्छ है। अर्बन मोडमा मैले ठिक्कठाक्क तरिकाले चलाउँदाखेरि यो बाइकले 40 वा 40+ दिइरहेको हुन्छ एग्रेसिभ तरिकाले नचलाउँदा। स्पोर्ट्समा त म एग्रेसिभै चलाउँछु, स्पोर्ट्समा मैले मेजर पनि गरेको छैन। मेजर चाहिँ गर्नुपर्ने यार, एकचोटि फुल ट्याङ्क गरेर कतिको माइलेज दिँदो रहेछ भनेर चाहिँ। मैले यो बाइकको बारेमा खासै धेरै कुरा चाहिँ गरेको छैन है। यो बाइक RTR 164B हो है, राम्रै फिल गरिरहेको छु अहिलेसम्म चाहिँ मैले। यसमा भनौँ न माइलेज खोज्दाखेरि माइलेज पनि छ, पावर खोज्दा पावर पनि छ, अनि यो बाइकको भनौँ न ब्रेकिङहरू पनि राम्रो लाग्यो क्या मलाई चाहिँ। म 200 किन्न भनेर गएको थिएँ खास भन्दाखेरि चाहिँ, अनि यो बाइक र 200मा चाहिँ लाइक 8000 जस्तोको डिफ्रेन्स थियो होला क्या। म 200 पनि लिँदा हुन्थ्यो, बट यो पनि मैले टेस्ट राइड गरेँ एन्ड मलाई यसको फिल ठिक लाग्यो क्या। म खास माइलेजवालै बाइक खोजिरहेको थिएँ है। अनि अब अपाचे 200 किन लिने, NS 200 घरमा छँदैछ भने होइन, 200 सेगमेन्टको बाइक फेरि अर्को किन त्यही 200 सेगमेन्टको लिने होइन। 200मै चाहियो भने त त्यो अपाचे भन्दा बेटर मसँग त NS 200 छ। सो आई बट दिस र यही चलाएर छु। त्यसरी किनेको मैले यो बाइक एन्ड यसमा मैले फिल पनि राम्रै पाएँ क्या यो बाइकमा। एन्ड आफ्टर सम मन्थ्स मैले त्यो बाइक सेल पनि गरिदिएँ होइन। सेल पनि फेरि धेरै परको मान्छेलाई होइन, अङ्कललाई नै सेल गरेँ होइन। कुनै बेला मन लाग्यो भने गएर अङ्कल बाइक एकछिन भनेर भन्न पनि पाइयो नि त होइन। त्यो छ ब्रोको मिरर छैन क्या हो, यसरी हो यो अगाडिको बाइकवालाले मिरर पुरै छोपेर राखेको छ यो छपरीले है। अनि पछाडि को आउँदैछ के हुँदैछ यसलाई थाहा छ त। यस्तै झ्यापा ब्रेक हान्नु पऱ्यो भने एउटा ब्रेकिङ डिस्टेन्समा पनि छैन क्या यो। अब म यहाँ हुँदा हुँदै यसरी उसले देखिरह होला, ल ठिक छ। यो छ भनेपछि माइक इज इन प्लेस, रेकर्डिङ पनि भइरहेकै छ एन्ड ल ठिक छ। अब हामी गाउँको बाटो हिँड्दैछौँ है। यो यिनीहरूले के बाल्छ, यो पराल सरालमा कस्तो मिठो बास्ना आउँछ यार, मलाई त दामी बास्ना आउँछ भने।
त्यही अघि म कुरा गर्दै थिएँ नि, बाइकहरू चलाउँदाखेरि चाहिँ हुन्छ नि वरिपरि आफ्नो रोड हेर्ने के कस्तो छ भनेर अनि त्यो अनुसारले मात्रै चलाउने। अब यहाँ रोड त मजाकै छ है, छेउछाउमा घर छ, गाउँ हो है, बाख्रा पाठाहरू छोडेको हुन्छ, कुखुरा हुन्छ, बच्चा बच्ची हुन्छ होइन, रोडमा झ्याम्मै आइदिन्छ। त्यही भएर म त्यस्तो स्पिड गइरहेको छुइनँ क्या, यतिको मजाको बाटो पाउँदाखेरि पनि, र जानु पनि हुँदैन क्या त्यसरी है। अहिलेको टाइममै अगाडि केही आइहाल्यो भने म झ्याप्प रोक्न सक्छु क्या, त्यति कन्ट्रोलमा म छु क्या है। सो कन्ट्रोल चाहिँ लुज गर्नु भएन आफूले। बाइकमा एबिएस छ भनेर मात्रै हुँदैन क्या। यस्तो छ नेपालमा, यस्तो छ है, रोडलाई बाउके बाटो बनाइदिएको छ। है पर्सनल बाटो जसरी नै गरिदिन्छन्। सिभिक सेन्सै छैन क्या अहिलेसम्म, मान्छेको दिमागमा विकास भएको छैन होइन। अनि देश विकास कहाँबाट हो? सुरुमा त सोचाइ विकास हुनु पर्यो, समाजको मान्छेहरूको समाजको सोचाइ पनि विकास हुनु पर्यो क्या। त्यो समाजलाई केही प्रब्लमै छैन त पब्लिक रोडमा त्यसरी गरिदिँदाखेरि। यस्तो चलिरहेछ नेपालमा है साथीहरू। आफू चाहिँ मान्छे खत्तम, अनि त्यसपछि तिमीलाई कस्तो पर्छ त नि नेता, तिमीलाई कस्तो प्रधानमन्त्री परोस् त नि। तिम्रै सोच खुलित त परेको छ। ए गुड गुड गुड, उसले साइड बालिरहेको रहेछ, मैले मुजी यत्तिकै बालेको होला भनेर मैले। अब यस्तो हुन्छ क्या हो रोडमा। अब अरूले कतिचोटि त्यो हिँड्दाखेरि होइन फोकटिया लाइट बालिरहेको हुन्छ नि त, साइड लाइट नगए पनि। अनिदेखि अब त्यो माइन्डलाई चाहिँ कस्तो भइदिरहेको हुन्छ भन्दाखेरि यत्तिकै बलेको होला, यसले बालेको होइन होला जस्तो भइदिन्छ क्या। त्यो भएपछि मलाई अघि त्यस्तै लाग्यो नि त, यत्तिकै बलिरहेको होला होइन, तर उसले पछि बालेको रहेछ, उसलाई त्यति नै जानु रहेछ होइन। सो इट वाज माई मिस्टेक है। तर यसरी झुक्किन्छ क्या मान्छे। सेम गोज विथ हाजर लाइट। अनपढ गवारहरू सादा सबैतिरको लाइट पिलिक 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 बाल्दै हिँड्छ। त्यो ह्याजर लाइट बाल्नुको कारणै छैन क्या। ह्याजर लाइटको काम के त? ह्याजर लाइटले त ठिक छ गाडीमा होस् बाइकमा होस् होइन, कि त ऊ इमर्जेन्सीमा छ कि के छ, केही न केही सिरियस सिट भइरहेको छ, मेरो वरिपरि नआऊ, मलाई हल्का स्पेस देऊ भनेको हो क्या त्यो ह्याजर लाइट भनेको होइन। फर इक्जाम्पल कसैको चाहिँ गाडीको ब्रेकै फेल भइरहेको होला होइन, त्यस्तो पनि हुन्छ नि त है। ह्याजर लाइट बाल्ने चाहिँ त्यस्तो त्यस्तो कन्डिसनमा हो क्या, एकदम इमर्जेन्सी सिचुएसनमा हो क्या। तर यो छाप्रीहरूले जतिखेरै बालिदिन्छ। अब कोही साँच्चैको प्रब्लम परेर बालेको छ भने मान्छेले बाल पनि दिँदैन कि, यत्तिकै बालेर चलाएको होला भनिदिन्छ क्या है। त्यही भएर त्यस्तो रङ प्र्याक्टिस चाहिँ नगरौँ। रोडमा हल्का उ गरेर हिँडौँ, स्पिडै चलाएर बत्ती बालेर हिरो भइँदैन है। अब यो रोड चाहिँ कस्तो मिठो लाग्छ कि मलाई। त्यो हाइवे यता मेरो लेफ्ट साइडपट्टि छ, अगाडि यताबाट गयो भने नि हाइवे छुन्छ जहाँबाट नि, तर भित्रको बाटो इज हुन्छ नि सफा, खाल्टाखुल्टी पनि नाइ होइन, आनन्दको। म यहाँबाट भित्रको बाटो चाहिँ म इन्जोय नै गरिरहेको छु क्या अहिलेसम्म। है अहिले अब फेरि अब म स्लो गर्छु बाइकलाई। यस्तो भयो नि त, अब फेरि आयो नि त मान्छेहरू के मान्छेहरूलाई चाहिँ अनि हुन्छ नि इमर्जेन्सी सिचुएसनमा स्पिड चलाइदिन्छन् होइन। अनि इमर्जेन्सी सिचुएसनमा चाहिँ एकदम प्यानिक गरिदिने, के गर्ने भन्ने चिज पनि उनीहरूले बुझेकै हुँदैन क्या। सो अब अगाडि केही झ्यास्सा आयो अरे होइन, मान्छेहरू चाहिँ फुल क्लच तानेर ब्रेकी यसरी है। भनेपछि बाइक त अझ फ्रिली मुभ हुन पायो नि त होइन। भनेपछि अझै धेरै एक्सिडेन्ट हुने चान्सेस है। गाउँमा बच्चाहरू हुन्छ है, प्रेडिक्टै गर्न सकिँदैन क्या। त्यही माथि आज शुक्रबार हुन्छ हाफ छुट्टी होइन, भोलि शनिबार, शुक्रबारको दिन त छुट्टी भएर आउँदाखेरि कस्तो अर्कै खालको रमाइलो हुन्छ क्या। हामीलाई चाहिँ हुन्थ्यो, अब अहिलेको के छ थाहा भएन होइन।
यास आज त जे गरे नि हुन्छ, भोलि पनि छुट्टी नै त हो। तर शनिबारको दिन चाहिँ त्यस्तो हुँदैन थियो फिल। ला भोलि त आइतबार यार, होमवर्क नि गरेको छैन ल मुजी भन्ने जस्तो क्या। बच्चामा त्यसरी मुख त छाड्दिनँ थिएँ म, तर त्यस्तै फिल हुन्थ्यो। होमवर्क दिएर यार मागछन्। तपाईँ इमेजिन गर्नु न, हाम्रो समाजले होइन मान्छे नै प्रड्युस गरिरहेको छैन क्या, हामी रोबोट प्रड्युस गरिरहेछौँ क्या है। एउटा बच्चा जन्मिन्छ, अलिकति ठुलो हुन पाएको हुँदैन, उसलाई प्ले ग्रुपमा हालिदिन्छ, त्यसपछि नर्सरी एलकेजी युकेजी गर्दै पढ्न थाल्छ ऊ गएर होइन। अब 9 देखि 5 सम्म ऊ कहाँ हुन्छ, स्कुलमा पढ्छ, घरमा आउँछ, त्यही स्कुलले दिएको होमवर्क गर्छ होइन, यताउता गरेर सुत्ने बेला भइसक्छ, खानासाना खाएर ऊ सुत्छ, भोलि उठ्छ, होमवर्क कति बाँकी थियो भने त्यो गर्छ होला होइन। अनि फेरि त्यसपछि ऊ सरक्कसँगले स्कुल जान्छ है। यसरी नै रिपिटेसन भइरहेको हुन्छ। अनि त्यसपछि एक दिन छुट्टी, द्याट इज शनिबार। अनि शनिबारको दिन फेरि टिचरहरू लास्ट हरामी होइन, छुट्टी त छ नि तेरो, ल गर होमवर्क है, होमवर्कको बोझ दिइदिन्छ हो। यसरी नै अनि त्यसपछि वर्षमा अलिकति दसैँ तिहारमा चाहिँ हुन्छ नि 20 days, 1 महिना जस्तोको छुट्टी पाउँछ उसले है। त्यसमा पनि ऊ रमाउन खोज्छ, तर म्याक कसम त्यसमा पनि होमवर्क दिएर पठाइदिया हुन्छ क्या। अब मलाई चाहिँ त्यस्तै हुन्थ्यो क्या, दसैँ छ, दसैँको अब टक्कसँगले गएको छ गाउँ होइन, दाइ भाइ यताउतासम्म भेटिरहेछ, खेलिरहेछ। अनि बिचमा चाहिँ त खेल्दै केही गर्दै कस्तो लाग्दिने भन्दाखेरि चाहिँ नि, ल मुजी अहिले त म रमाइरहेको छु, तर मेरो त होमवर्कै बाँकी छ होइन। खेल्दै पनि त्यो तनाव के एउटा दिमागमा। सो बच्चैदेखि होइन 10 सम्म चाहिँ यसरी नै बित्छ एउटा मान्छेको लाइफ होइन। यति धेरै बिजी पारिदिन्छ तिमीलाई, यति धेरै यो गर त्यो गर गरिदिन्छ कि तिमी सबै चिज गर्दै होइन आफूलाई चाहिँ एक्सप्लोरै गर्न बिर्सिन्छौ क्या। म के हो, मलाई के मनपर्छ, म कस्तो मान्छे हो होइन, यो चिज तिमीले बिर्सिन्छौ क्या। यो चिजतिर ध्यान दिने तिमीहरू स्मार्ट भयो भने त ब्रो, त्यसरी मान्छेहरूले स्कुल पठाउन छोडिदियो, अनि मान्छेहरू टाइम पायो आफैलाई एक्सप्लोर हान्न थाल्यो, गर्न थाल्यो भने त मान्छेहरू इन्टेलिजेन्ट भइहाल्यो नि होइन। त्यसपछि त मान्छे किन कन्ट्रोलमा बस्छ कसैको, उसले सबै चिजहरू बुझिहाल्छ नि। सो पहिलेदेखि नै सोसाइटीलाई बनाएको नै यसरी छ कि होइन, इलिट पिपलहरूले यसरी डिजाइन गरिदिने कि यो गर्नै पर्छ, एउटा कम्पल्सन ठोकिदिने क्या, यो चिज गर्नै पर्छ, यो गरे यो नगरे यो होइन। सो बाँध दिने के कुनै न कुनै कुरामा होइन। अनि जेल बनाइदिने के हुन्छ नि, यस्तो मोरल भ्याल्युज हुनुपर्छ, यो गर्नुहुन्छ, यो गर्नु हुँदैन होइन। लार्ज नम्बर अफ पिपलले कुनै चिजलाई भ्यालिडेसन दिन्छ भने त्यो चिजलाई मानिदिन्छ क्या, त्यो बनाएको छ क्या है। समाजले इन्टेलिजेन्स पर्लापुर्लुप पारेर खाइदिइसकेको हुन्छ क्या। अनि त्यसपछि उसले आफैलाई चिन्नै पाउँदैन। के थाहा यार ऊ खतरा आर्टिस्ट बन्थ्यो होला होइन, के थाहा यार उसले केही खतरा केही इन्भेन्सन गर्थ्यो होला। अब यो पढाइको कुरा भनेको कस्तो हो भन्दाखेरि नि, ज्ञान पाउनको लागि त्यो डिग्री नै हुनुपर्छ भन्ने छैन क्या। डिग्री बिना पनि ज्ञान हुनसक्छ क्या मान्छेमा, तर डिग्रीलाई कम्पल्सन गराइदिएको छ होइन। डिग्री भनेको एउटा भ्यालिडेसन हो जुन चाहिँ तिमीलाई एउटा एजुकेसनल अथोरिटीले दिन्छ। अनि त्यसपछि तिमी यो गरेको छौ है भनेर, तिमी म यो हो, म यति क्यापेबल छु भनेर भन्नको लागि कसैको भ्यालिडेसन लिइराख्नु परेको छ भने होइन, यु आर अलरेडी इन जेल के। तिम्रो जेल फलामको जेल छैन क्या, मेन्टल्ली दिमागमा एउटा जेल बनाइदिएको छ क्या, एउटा बााउन्ड्रिज सेट गरिदिएको छ क्या। तिम्रो यो गर्नुहुन्छ, यो गर्नु हुँदैन, यताउता। अनि आफैलाई त तिमीले चिनेकै छैन है। अनि त्यसपछि अब सर्भाइभलको गेम आउँछ। सर्भाइभ गर्नको लागि केही न केही गर्नै पऱ्यो, त्यसमा पनि तिमी बिजी भएको भए गर्छौ, आफ्नो लागि टाइमै पाउँदैनौ होइन। तिमीले सोच्नै भ्याइरहेको हुँदैनौ क्या, तिमी त्यति बिजी हुन्छौ क्या। अनि एउटा शनिबार आहा रिल्याक्स जस्तो लाग्छ है। सो यस्तो लाइफ चाहिँ अलिक बोरिङ हो है, हुन्छ नि। रङ र राइट भन्ने चिज तिमीले आफैले डिसाइड गर्ने हो क्या, कसैले तिम्रो लागि डिसाइड गरिदिने होइन क्या। अनि लार्ज नम्बर अफ पिपलले कुनै कुरालाई मानेको छ भन्दैमा त्यो चिज जहिले सही हुन्छ भन्ने पनि छैन क्या। पहिला सती प्रथा थियो होइन, राम्रो कुरा हो त, राम्रो कुरा त थिएन नि त, तर मान्छेहरूले त्यो कुरालाई
होइन जेनरली एप्रिसिएट गरेको थियो नि त। त्यही भएर त्यो कुरालाई गर्थे मान्छेहरूले, गर्नुपर्ने चिज त होइन, तर जेनरल भ्यालिडेसन पाएको छ त्यो चिज गर्नुको लागि त होइन। सो गलत चिज थियो, तर लार्ज नम्बर अफ पिपलले भ्यालिडेसन दिने बित्तिकै त्यो टाइमको लागि त्यो सही कुरा भयो क्या। मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यो ड्युकवाला गयो नि, म भेट्टाउनु त सक्दिनँ, मलाई क्याच पनि गर्नु छैन, तर यस्तो स्लो ट्र्याक्टरको पछाडि चाहिँ मलाई भेट्टाउनु छैन। त्यो ड्युकवाला गयो नि अहिले यार, त्यति पैसा हालेर बाइक किन्न सक्छ, तर अलिकति ढङ्गको हेलमेट यारमा कन्जुसी गरिदिन्छ यार। बाइक चाहिँ चढिरहेको छ त्यति राम्रो, अनि हेलमेटमा चाहिँ कस्तो यार कन्जुसी गरेको। गाइज अलवेज वेयर अ फुल हेलमेट क्या। तपाईँ यदि मोटरसाइकल स्कुटर चलाउनुहुन्छ भने नि होइन, अलवेज वेयर फुल हेलमेट। हाफ हेलमेटको कामै छैन त्यो, छ भन्दाखेरि छ भने जस्तो। अझ बुलेट चलाउने दाजुभाइहरूलाई भन्छु क्या म, त्यो टोपी जस्तो तपाईँहरू लाउनुहुन्छ नि, कुल देखिन्छ होला कि, तर ब्रो साँच्चैको केही परिहाल्यो भने नि त्यसले केही प्रोटेक्ट गर्नेवाला छैन क्या। सो एकचोटि चाहिँ कस्तो भएको थियो भन्दाखेरि म काठमाडौँमा थिएँ, अनि त्यसपछि अब म इटरी आउनुपर्ने, अनि बाबाले चाहिँ बाइक लिएर नआएछ होइन। यहीँ बाइक छँदैछ त, अर्को बाइक थियो क्या त्यहाँ घरमा 220, अनि त्यसपछि सर्भिस गरेर राखिदिन्छु, मिलाएर राखिदिन्छु, किन लिएर आउँछस् बाइक, यहीँ छँदैछ त बाइक भन्नु। ओके म त आएपछि वान डे चाहिँ भनौँ न केही सपिङ गर्न केही गर्न, अनि त्यसपछि कुनै ठाउँ जानुपर्ने भयो, इनरवा भन्ने ठाउँ छ त्यहाँ जानुपर्ने भयो हामी। अनि अब म घर आएँ है, घर आएर बाबाले भन्नुहुन्छ, बाबालाई बाइक यस्तो यस्तोको बारेमा केही थाहा छैन क्या, मतलब पनि लाग्दैन। ड्याडीको बानी चाहिँ कस्तो भन्दाखेरि चलाइदिने कुन बेला बिग्रिन्छ के समस्या आउँछ, अनि ग्यारेजमा गएर ल बना भनेर छोडिदिने, अनि त्यसपछि बनाएपछि फोन गर भनेर छोडिदिने, यो टाइप्सको बानी। अनि सर्भिस गरिदिएको छु क्या, ल ठिक छ म गएँ। सर्भिसको नाममा चाहिँ त्यही इन्जिन ओइल फेरिदिया रहेछ, पछाडिको ब्रेकै लाग्दैन, अनि त्यो चाहिँ अगाडिको ब्रेक लाग्न त लाग्छ तर अलिकति मात्रै बेसी भयो भने त्यो लक भइदिइहाल्छ क्या। त्यो सिचुएसनमा थियो बाइक, इटरीमा थिएँ म, चट्ट बाइक निकाल्यो गरेँ। आधी बाटो आउँदै मम्मीलाई चाहिँ होइन मलाई यो बाइकमा चढ्नु अप्ठ्यारो भयो, म गाडीमा आउँछु त जाँदै गर्छु र, अनि म गएँ क्या। अनि म अलिकति अर्ली नै पुगिसकेको थिएँ, अनि म ठिकै छ नि त, अब मम्मीलाई आउन टाइम लाग्यो, अब पब्लिक गाडीमा त्यस्तै हो, एकैछिन मामा घर गएर बस्छु है। अनि म मामा घरतिर जान थालेँ है। अनि मामा घर जाँदाखेरि त्यो दिन चाहिँ जाँदै थिएँ, ठिक्कठाक्कै स्पिडमा थिएँ, धेर पनि थिएन क्या। अगाडिबाट एउटा बुढो स्वाट साइकलमा आयो होइन। अब पछाडिको ब्रेक हुन्थ्यो भने त्यो सिचुएसनमा इजिली ह्यान्डल गरिदिन्थेँ, पछाडिको ब्रेकै लाग्दैन, अब ड्याङ्ग ठोकेर पनि जानु भएन। मैले ब्रेक अप्लाई गरेँ, गियर डाउन गरिदिएँ है, ब्रेक भयो लक, म बाइकबाट उछिटेर ड्याङ्ग अगाडि लडेँ क्या होइन। अगाडि चाहिँ कहाँ लड्यो भन्दाखेरि ठ्याक्क मेरो चिउँडोमा लाग्यो क्या है। हाफ हेलमेट थियो क्या, म काठमाडौँबाटै बाइक लिएर आएको हुन्थ्यो भने फुल हेलमेट थियो मसँग, अब यहाँ घरमा चाहिँ हाफ हेलमेट थियो, म हाफ हेलमेट लगाएर चलाइरहेको थिएँ क्या। अनि झडाम अगाडि भयो, मेरो टाउको चाहिँ भुइँमा बजारियो क्या ब्राङ्ग पारेर है। यता बुद्धि बङ्गारा एउटा पलाउँदै थियो, त्यो फुटिदियो होइन। अनि त्यसपछि हुन्छ नि जिब्रो पनि टोकियो, ब्लड मुखमा होइन। अनि त्यसपछि एउटा सिटी सफारी बोलाएँ होइन, त्यो बुढोलाई नि हालेँ, म पनि बसेँ। अनि त्यसपछि बाइकलाई त्यहीँ छोडिदिएँ, ठ्याक्क अगाडि ग्यारेज थियो क्या, त्यो ग्यारेज चाहिँ एकजना चिनेकै दाइको थियो। अनि त्यसपछि मैले चाहिँ होइन एक्सिडेन्ट भयो नि त, अब त्यो बुढोलाई पनि लिएँ, म पनि उयो गरेँ। अनि त्यसपछि हामी गयौँ हस्पिटल है। मैले भाइलाई फोन गरेँ, मामालाई फोन गरेँ, आउनुभयो, अनि सफा गरिदिनु भयो होइन त्यहाँ डक्टरले। अनि त्यसपछि सफा गरेर टाँका लगाइदिनु भयो। अब त्यो ब्राङ्ग त्यो ज नै भुइँमा बजारिएको छ नि त, बुद्धि बङ्गारा नि फुटेको छ, अनि ज चलाउनै गाह्रो भइरहेको थियो क्या। अरूभन्दा पनि मलाई चाहिँ के टेन्सन भयो त्यतिखेर भन्दाखेरि, अब यो ज लाइनमा यो कतै फुटेको छ यहाँ चिउँडोमा भने त अपरेसन गरेर स्टिलै हाल्नुपर्ने टाइप्सको सिचुएसन आउने रहेछ होइन। अनि हामी विराटनगर गयौँ, अनि राख्यो मलाई कति दिन होइन,
तर धन्न केही ब्रेक स्रेक चाहिँ भएको रहेनछ है। जे होस् खासै केही भएन क्या। तर त्यहाँ अझै म स्पिडमा हुन्थेँ अनि हाइवेमा हुन्थ्यो, अलिकति हाइवेमा हिँड्ने जस्तो स्पिडमा हुन्थ्यो र केही त्यस्तो सिचुएसन हुन्थ्यो भने मेरो जस फुट्थ्यो, सायद म बाँच्दिनँ पनि थियो होला क्या है। सो हेलमेट चाहिँ फुल भयो भने, अब त्यतिखेर मसँग फुल हेलमेट हुन्थ्यो भने केही नै हुँदैन थियो क्या। त्यो एक्सिडेन्टमा मेरो खासै केही भयो क्या, होइन हात खुट्टा पनि केही भएको होइन, अलिकति स्क्रच पनि लागेको होइन, एकदम नर्मल एक्सिडेन्ट थियो क्या। तर हाफ हेलमेटको कारणले गर्दाखेरि चाहिँ त्यो नर्मल एक्सिडेन्ट पनि हुन्छ नि अलिकति सिरियस हुन पुग्यो क्या। किनभने मेरो त जनै गएर भुइँमा बजारिएको छ नि त है, त्यो भयो। सो अलवेज वेयर फुल हेलमेट होइन। हेलमेटमा चाहिँ कन्जुसी नगरौँ क्या, अलिकति खर्च गरौँ, बरु लोभ गरेर हुँदैन। किनभने टाउको भन्दा ठुलो पैसा होइन है साथीहरू। त्यही भएर हेलमेट चाहिँ अझ स्पेसल्ली चाहिँ यार म प्लिज भनेरै भन्न चाहन्छु क्या बुलेट चलाउने दाजुभाइहरूलाई, त्यो टोपी जस्तो हेलमेट चाहिँ नलाउनुहोस् यार, त्यसले बचाउँदैन। बरु ठिकठाक होइन फुल हेलमेट किन्नुहोस् न होइन। तपाईँको बाइकलाई सुट गर्ने टाइप्सको फुल हेलमेट पनि पाउँछ क्या, जस्तै त्यो रोयल खै के भन्नेको पाउँदो रहेछ, के को पाउँदो रहेछ है। हेलमेट्सको भेराइटी भेट्नुहुन्छ क्या तपाईँहरूले। क्लासिक बाइकको लागि पनि फुल हेलमेट्सहरू आउँछ क्या मार्केटमा। हो त्यस्तो महँगो बाइक यार बुलेट पालेर हिँडिराख्नु भएको छ, तपाईँसँग सो पैसा नभएको भन्ने त हुँदैन होइन है। तपाईँसँग पैसा छ होइन, आई मिन त्यस्तो मैले त्यसरी भन्न खोजेँ होइन। मैले भन्न खोजेको अनुसार चाहिँ यु क्यान अफोर्ड अ गुड हेलमेट क्या है। सो पैसा छ तपाईँसँग, यु क्यान अफोर्ड है। सो बाई अ फुल हेलमेट अलवेज ओके। चाहिँ भक्कै कुरा हो, छैन नै त के भन्नु, भइ पो भन्नु। हामी अब यहाँबाट सर्टकट लियौँ। बाइक धोएर राख्यो सफा पारेर, बाहिर एकचोटि निस्किने बित्तिकै धुलै धुलो हुन्छ। फेरि यो म्याट फिनिसवाला पेन्टहरू यार मेन्टेन गर्न चाहिँ अलिक गाह्रै हुँदो रहेछ। म त सोच्दैछु सेरामिक कोटिङ गरिदिउँ। मिस भयो मिस, के को झन्डा बोकेर हिँड्छन् हौ साला। कोही सूर्य बोक्छ, कोही रुख बोक्छ, सिक्नेहरू कोही घन्टी बोक्छ। नेपालको झन्डा कसले बोकिदियोस्। म्यादी भएर आएका छन्, खुब खतरा लागिरह होला म्यादीहरूलाई साला। यो भित्रको बाटो त आयो नि, उता गयो भने धुलो छ, अब यता आयो भने यी खाल्टाखुल्टी छ। के गर्नु म, गाह्रो छ हौ मलाई, गाह्रो छ। हो यो ब्रोले फुल हेलमेट लगाएको छ, गुड ब्रो। भेगाएको भए पनि होइन, त्यस्तो खतरा ब्रान्ड होइन, तर जे भए पनि लगाएको छौ नि त फुल हेलमेट उसले, सरी फुल हेलमेट लगाएको छ नि त उसले। त्यो लगाएपछि भयो क्या, त्यति चाहिँ गर्नु पर्यो क्या। चढ्ने चाहिँ ड्युक अनि लाउने चाहिँ हाफ हेलमेट, के गरेको यस्तो। यो जोकर यसरी चाहिँ जोकर भइन्छ क्या। सो जोकर हुने काम चाहिँ नगरौँ न मान्छेहरूले यार। केटिएम बाइकलाई छप्रीको ट्याग लगाइसकेको छ। यस्तो राम्रो बाइकहरू हुन्छ, फिल दिन्छ क्या केटिएमले चाहिँ। फन टु राइड मसिनहरू हुन्छ है। मान्छेहरूले जथाभावी गरेको कारणले त्यो बाइकमा नै छप्रीको ट्याग लगाइदिइसक्यो क्या समाजले है। त्यसो छप्रीपन्थी गर्नेहरूले चाहिँ छप्रीपन्थी नगरौँ। राम्रो बाइक छ, राम्रै तरिकाले चलाऊँ, फुल हेलमेट लाऊँ, एउटा सभ्य नागरिक जसरी हिँडौँ, रफ नचलाऊँ। त्यही भन्न चाहन्छु म। शान्तिमा बस्नुपर्छ। बाइक चलाउँदाखेरि पनि एकदम रन्डी यार। यो बाइकमा चाहिँ होइन लास्ट चाक दुख्ने क्या, चाक अनि त्यसपछि यो लोवर ब्याक के। त्यही भएर अलिकति वान फिस्ट चाहिँ पर बस्नुपर्छ क्या सिटभन्दा। सिट र ट्याङ्कको बिचमा चाहिँ एक मुठीको ग्याप चाहिँ चाहिन्छ क्या। मुठी भन्ने बित्तिकै फेरि रङ नबुझौँ है, रङ नबुझौँ। हात भनेको मैले हात।